गोकुलम रिसोर्टमा चाहिँ भ्लग गर्दैछु मैले। अब चाहिँ मैले स्टार्ट गर्दैछु, भित्र जाँदैछु। कस्तो छ हेर्नु होला है त। टिकट गोकुलम रिसोर्ट हेर्नु होला। मयूर जस्ताको तस्तै रहेछ। सानो बच्चा एलिफेन्ट, हात्ती, यो चाहिँ सिप पानी जहाज। आइफल टावर, यो आइफल टावर हो नेपालको आइफल टावर सस्ता टावर। सस्ता टावर राम्रो छ। यो चाहिँ हाम्रो नेपालको झन्डा जुन चाहिँ ओइलाइसकेको छ। ओइलाइसकेको छ। यता आउनु होला फुपा जस्तै। म्याम हामी चाहिँ कताबाट छिरौँ भने यताबाट छिरौँ होइन, यताबाट छिरौँ। यो चाहिँ बच्चा खेल्ने रहेछ, बच्चा खेल्ने एरिया होइन। बेबी खेल्न नि रहेछ, बेबीहरू खेल्ने पनि रहेछ यहाँ त। र मेरो भ्लगिङ हरियो यो नेचर। एक फोनका घुम्ने छ, कति मिनट लाग्छ हेर्नु होला मजाले सुरुदेखि लास्टसम्म। पहिले हामी यताबाट जाऊँ, यताबाट जाऊँ, आउनु होला। मान्छेहरू पनि यहाँनिर भिजिट गर्न आउनु भएको छ। यहाँको सौन्दर्य पनि खिच्नु होला। मेरो फोटो खिच्दिनु चाहिँ तपाईँले यतिको केही गर्नु पर्दैन खिच्नु। यो चाहिँ के भन्छ यसलाई? केटी यस्तो गरिरहेछ त उ यहाँ हेर्नु न स्ट्याचु। परी रहेछ यहाँनिर, जलपरी। तर अहिले पानी आइरहेको छैन। खै यहीँनिर तुरियो है। अब चाहिँ हामीले एक फन्का हान्नुपर्छ। यताबाट जान्छौँ फेरि सट्ट घुमेर। यो चाहिँ गोकुलम भन्ने रिसोर्ट होइन? अलिक बिस्तारो हिँड्नु क्या, तपाईँकोसँग हिँडाइ म्याच गर्न सकिनँ। कस्तो राम्रो राम्रो फ्लावर्स। वाउ वाउ, कति राम्रो राम्रो फ्लावर्सहरू पनि रहेछ यहाँ त। लुक एट दिस वान। ओ माई गुडनेस, इट्स सो प्रिटी। यता पनि राम्रो फ्लावर छ। वाउ, आइफल टावरसँग नेपालको आइफल टावर। लन्डन जानै पर्दैन, नेपालमै छ। यहाँ चाहिँ म आएको 2-4-5 पटक भइसक्यो। तर अहिले चाहिँ मैले भ्लगमा क्याप्चर गरिरहेको छु। गोकुलम भन्ने ठाउँ भयो चाहिँ, गोकुलम भन्ने इटरी गोकुलम। अलि बिस्तारो हिँड्नु। तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँनिर घुम्नको लागि। यसो चट्ट परेको सानो एरिया छ, तर अहिले चाहिँ राम्रो इम्प्रुभ भइरहेको छ यहाँनिर। लेक पनि रहेछ यहाँ त, भ्यू नै भ्यू। पसलहरू पनि रहेछ नि यहाँनिर त। यहाँ आउने भनेकै कपाल हो नि, हामी जस्तो को हो र। हेर्नु ल यहाँनिर चाहिँ के रहेछ यो ताजमहल होइन? ताजमहल पनि नेपालमै छ। नेपालमा के छैन भन्नु त, आइफल टावर नि यहीँ छ। ल हेर्नु यहाँनिर
आइफिल टावर नि यही छ उयो नि यही छ गोर्खा हो नि त गोर्खा 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 भएर के गर्नु नेपाल छोडेर विदेशको गोर्खा हो नि त यो चाहिँ हाम्रो चाहिँ नेपालमै छ है के भन्छ नेपालको ताजमहल नेपालको चाहिँ ताजमहल तपाईँले देख्नु सक्नुहुन्छ सकिन्छ तर अहिलेको लागि नजाउँ होला अब फेरि यहाँनिर अर्कोतिर आउनु होला हात गलौँ यहाँ चाहिँ कति राम्रो राम्रो फ्लावर्स के हो यहाँ चाहिँ यसलाई के भन्छ यसलाई 5 ल्याएर चाहिँ 5 हाइफाई गरिदिनु त न हाइफाई गरिदिनु फुपा त्यस्तै छ यहाँ हाइफाई हाइफाई गरिदिनु हाइफाई अब यता कता हो जाने फ्लावर्स फेरि म हेर्छु यता पनि जाउँ के रहेछ यता पनि हेरौँ किड्स यता एरिया हो त्यता किड्स एरिया नि जान खोज्दै हुनुहुन्छ मेरो फुपा त्यही पनि किड्सहरू पनि तपाईँहरू यता म चाहिँ यहाँ फ्लावर्स देखेरै भुल्ली गएको छु अब हामी चाहिँ प्लेन चाहिँ यहाँनिर हाम्रो प्लेन छुट्न लाग्यो प्राइभेट प्लेन हतार गरेर प्लेनमा चढ्न आउनु होला म्याम प्राइभेट जेट हाम्रो प्राइभेट टाढा जेट। टाढा टाढा यो चाहिँ मेरो प्राइभेट जेट हो तपाईँहरू पनि घुम्न आउनुहुन्छ भने आउनु होला तपाईँलाई चढाएर लानेछु है त ल प्राइभेट जेट हो यो चाहिँ जेट कस्तो लाग्यो अहिले अलिक थोत्रै भएको छ यसलाई मेन्टेन गर्दैछु मैले सफर गर्नु होला जाऊँ म त मुनिबाटै छिर्दिन्छु अनि मैले हर्स पनि यहाँनिर राखेको छु यसलाई चाहिँ उसको बच्चा चाहिँ लडेछ बच्चा लडेछ तर केही छैन त्यही तपाईँहरूको यहाँ पिङ बच्चा पनि रहेछ बालबच्चाहरू घुम्नको लाउनको लागि खेल्नको लागि यता ल्याउनु सक्नुहुन्छ यति चिल्ड्रेन पार्क सानो मोटु पातलो पनि रहेछ यसलाई के भन्छ ठ्याक्कै त्यो त तपाईँ जस्तै छ त यहाँ त भूत एरिया हो अलि नजिक आउनु त यता आउनु यता फुपा चाहिँ कुद्दै हुनुहुन्छ जुन म कुद्नै सक्दिनँ यस्तो हरकत नि गर्नुहुन्छ है फुपा खतरा योभन्दा पनि म डेन्जर सेम 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 सेमै हो सेम सेम नो डिफरेन्स ल यो चाहिँ बच्चाहरू यो त झन् सेम हो सेम सेम ओ सेम सेम यो चाहिँ बच्चाहरू खेल्ने है हेर्नु होला यो बच्चाहरू खेल्ने एरिया बच्चाहरू खेल्ने एरिया हामी तलतिर जान्छौँ एक फन्का घुमेर फेरि सर्लको गेट उत्रिएर फेरि हामी अर्को मलाई यो क्यामेराम्यान बनाउनु हुने मान्छेले पेमेन्ट चाहिँ कहिले गर्नुहुन्छ म पेमेन्टको पर्खाइमा छु जेट अहिले चढेर नजाउँ है अहिले भरे जानुपर्छ अहिले के हिँडाइ नै ठिक छ फुपा पाउज गरिदिउँ पज गरिदिउँ आऊ न घुम्दै घुम्दै अब धेर छैन अब एक राउन्ड हान्दैछौँ हामी चाहिँ कङ्गारू र बेबी उसको हाई के छ यस्तोलाई पनि बोलाउनु पर्छ क्या कङ्गारू र उसको बेबी सानो जग्गामा छ इम्प्रुभमेन्ट चाहिँ हुँदैन ओ उयो केटी हेर न उत्तानो परिरहेको छ ऊ त्यो के भन्छ अरे सिप यहाँभित्र होटल हो यहाँनिर आएर नेपालको सिप आएर चाहिँ तपाईँहरू इन्जोय गर्न सक्नुहुन्छ नेपालमा छ चाहिँ के छैन चाहिँ के भन्नु न आइफेल टावर ताजमहल सिप सब छ यी परीलाई हेर त कति मजाले यहाँनिर गेट उत्तानो परिरह सबैको फेसिलिटी छ नेपालमा वाउ कस्तो राम्रो भेरी ब्युटिफुल सानो जग्गामा छ तर एकदम राम्रो स्विट यो चाहिँ हाम्रो पूर्वमा पर्छ है फेरि क्यामेराम्यान हाई गर्दैछ गोकुलम भन्ने ठाउँमा छन् आउनु होला तपाईँहरू पनि भिजिट गर्नलाई राम्रो छ यहाँको एरिया तर छोटो एरिया छ स्विट एकदम राम्रो हैन यता देखाउ त कस्तो राम्रो
त्यो एरियाबाट आएको हामी। अब यहाँबाट एक फन्का लाइन चाहिँ हामी अनि सिद्धो हाम्रो यहाँको घुमाइ, यहाँको टिकट सिद्धो त्यहाँदेखि। अनि त्यहाँदेखि हामी 1 2 3 भन्दै हामीले एपिसोड अनुसार हामीले मेरो भ्लग चाहिँ हाल्नेछु ठाउँ ठाउँको। तपाईहरु पनि हेरेर घुम्न आउन सक्नुहुन्छ यो एरियामा। केही सेवा गर्नुपर्छ तिमीलाई? पैसा दिनु न पैसा। पैसा छैन ल पैसा। ल पैसा दिए तपाईलाई? पैसो दियो पैँचो। यस्तो लोभी भएपछि के क्यामेराम्यानलाई नि पैसा नदिने। क्यामेराम्यानलाई मैले पैसा दिइसकेको छु। हाम्रो साथी हो। यस्तो ल्याङ गर्न पर्दैन। यस्तो लोभी पाउँदैन। के भन्नु भक्क मेन्टेन हुँदै रहेछ यहाँनिर। हामी इन्ड हुन लाग्यौँ अब यो रिसोर्टको परिक्रम गरिसकौँ, हामी घुमिसकौँ, एक राउन्ड घुमिसकौँ। अब ल अब चाहिँ हामीले सक्यौँ यो गोकुलम घुमेर चाहिँ। कस्तो राम्रो ट्री हो। जरा गोकुलम घुमेर ल लास्ट इन्ड हान्दैछौँ हामीले चाहिँ गोकुलम घुमेर सक्यौँ। अब फेरि गोकर्ण उतातिर गएर फेरि अर्को भ्लगमा स्टार्ट गर्नेछु भन्दै आजलाई यति नै। फेरि नेक्स्ट भ्लगमा आउनेछु भन्दै आजा गर्दै नेक्स्ट भ्लगमा आउँछौँ। ओके बाई।